हेलो वेलकम ब्याक एन्ड गुड मर्निङ रुम्बा ब्लगमा होइन तपाईँहरू होइन गाइज अब जो पनि अब विदेश आउँदै हुनुहुन्छ भने स्किल र भाषा चाहिँ चाहिनुपर्ने रहेछ एउटा स्किल चाहियो एउटा भाषा चाहियो भाषा नहुँदा चाहिँ मलाई लास्टै दुःख पायो हो हिजो मेरो यता हाइवेमा रियाद हाइवेमा डाइनाले अलिकति बसेको थियो क्या होइन अब डाइनावाला अब अरबी पुरै जान्ने रहेछ म त अब अरबी नजान्ने अनि जिप द होइन तामिनी फी भनेको माफी माफी भन्दै मैले त अब हच्छ होइन तामिनी भनेको के मलाई थाहा नै थिएन तामी भनेको अब इन्सुरेन्स भन्दो रहेछ क्या अन्त इन्ता मसुल भने क्या अब अनि इन्ता मसुल भनेपछि ओहो के त्यही जिम्मेवारी हो भनेपछि अनि फेरि मैले एउटा नेपाली ड्राइभर थियो नेपाली ड्राइभरलाई फोन गरेर दाइ यो तामी भनेको के हो भनेको इन्सुरेन्स हो इन्सुरेन्स भने अनि लास्टमा फेरि गएर फी भनेपछि चाहिँ अनि त्यसले हस्क्यो होइन अनि फोटोसोटो खिच्यो अनि त्यहाँ पछिबाट अनि यस्तो फोटोसोटो खिच्दै अनि के नादी बोला भने नादी भने नि अब नादी भनेको यहाँ चाहिँ नादी भनेको त्यही उयो हेर्ने हो क्या त्यो त्यही इन्सुरेन्सको मान्छेहरू हो गाडी हुन्छ क्या नादीको अनि पुलिस त 2 मिनटमै आइपुग्यो त्यहीँतिर बसिरहेको हुन्छ पुलिसको काम चाहिँ यहाँ केही हुँदैन त्यही आरस साइड लगायो नादीलाई फोन गऱ्यो भने नादीलाई फोन गरेँ लास्टमा यस्तो हुन्छ भाषा नजान्दाखेरिको पीडा होइन जो कोही नि गाई जो अब यसो खाडी मुलुक हो जुन देश जाँदाखेरि पनि टक्क तपाईँहरू चाहिँ भाषा सिकेर एउटा स्किल बनाएर स्किल सिकेर जानु होला यो चाहिँ मैले भोगेको दुःख हो भनौँ न अब र गाइड यस्तै हो यस्तो हुन्छ अब भाषा नजान्दाखेरि दुःख पाइन्छ अनि लास्टमा त्यसको गल्ती भयो नि त अनि त्यो गयो नाति साथी नि आएन आखिरीमा सानो तिनो हो त्यो हुन्छ केस चाहिँ जे पनि भाषा चाहिँ चाहिने रहेछ भन्ने चाहिँ बुझ्यो जे होस् ल है त गाइज तपाईँहरू अब जुन देशमा आए पनि यसो भाषा र स्किल चाहिँ सिकेर जानु होला हस् त धन्यवाद